मैले तेरो लागि एउटा फोन किनेर ल्याएको छु दाँत झरेको के हो ढुङ्गा लगाएको छ अन्त खुसीको आँसु झार्नु पर्दैन गाइस वेलकम ब्याक टु माई च्यानल एगेन म चाहिँ मेरो छतबाट भ्लग स्टार्ट गर्दैछु यु क्यान सी क्या दामी वेदर भएको छ आज चाहिँ हाम्रो बिल्डिङको यो छत चाहिँ यस्तो ठुलो गरेर स्पेसियस छ यता रुफिङहरू पनि लगाइदिएको छ मालिकले हावा पनि शीतल आइरहेको छ वाउ यहाँ छ ग्रेसीको दाँत देखाउनु ग्रेसी के भयो दाँत यसको फर्स्ट दाँत झरेको यता देखाउनु नि छेउमा ऊ फर्स्ट दाँत झरेको ए यहाँ छ आमा कस्तो दामी वेदर इथेन माथि रुममा आएको छ यो बहिनीको रुममा बहिनीहरू सबै आमाहरू चाहिँ बाहिर तल्लो रुममा बसिरहेको छ नि त सो आज चाहिँ मेरो दिमागमा एउटा प्र्याङ्क गर्छु भनेर मैले सोचेको बहिनीलाई त्यसको लागि मैले सबै रेडी गरिसक्यो यता हेर्नुहोस् यो चाहिँ मेरो फोनको कभर हो उसलाई चाहिँ म यो गिफ्ट गर्नु जाँदैछ यो आइफोन यो चाहिँ आइफोन 17 हो उसलाई गिफ्ट गर्नु जाँदैछ अन्त उसको चाहिँ फोन हिजोअस्ति फुटेको थियो नि त त्यसले गर्दाखेरि यो आइफोन चाहिँ मैले गिफ्ट गर्नु जाँदैछ प्याक गर्नुपर्छ यहाँ चाहिँ मैले प्याक गरिसकेँ उसको लागि नयाँ फोन अब उसलाई चाहिँ गिफ्ट दिनुपर्छ कस्तो रियाक्सन हुन्छ म तपाईँहरूलाई देखाउँछु बन्द हुँदैन त यो अन्त आइफोन 17 भएर त बन्द नै हुनु मान्दैन त लु यो चाहिँ यस्तो गरेर यो सबै खोलेको छ सबै चेक गरेर ल्याएको भनेर भन्छु म चाहिँ यो चाहिँ खासमा मेरो है अन्त यो भित्र चाहिँ आइफोन 17 छ दिनुपर्छ गिफ्ट चाहिँ मैले राखेको छ यहाँनिर रेडी गरेर अब रिएक्सन कस्तो हुन्छ हेर्नुहोस् के गरेको के भयो के गर्दैछ भने जस्तै आएको हालचाल सोध्नु लागि कसको फोन हेरेको आमाको खै तेरो छैन के भयो फुट्यो मैले तेरो लागि एउटा फोन किनेर ल्याएको छु आइफोन 17 ल्याएको छ तेरो लागि आइफोन 17 ल्यायो भने के गर्ने ल्याउनु सक्दैन ल्याउनु सक्दैन आँखा चिम गर आँखा चिम गर्न हाँसी गर्न आँखा चिम गर्न फस निकाल्नु पर्यो यही त निकाल्छ आँखा त चिम गरेर हात यस्तो गर्दा आँखा नखोल है मैले सब यहाँ उयो प्याकेजिङहरू पनि सबै हेरेर चेक गरेर ल्याएको आइफोन 17 हो है 17 लो हेर ढाँटेको यसले हो आइफोन 17 छ छैन रहेछ भने छ हेर हेर न चेक नगरिकन भित्र के छ हेर न फोन ल्याइदिँदा पनि आइफोन 17 यो आइफोन 17 आइफोन 17 यस्तो दामी आइफोन 17 ल्याउँदै ल यसमा अब फोन टिकटक फेसबुक सब यसमा खेल्नु राम्रो लाग्यो कस्तो लाग्यो आइफोन 17 इस यस्तो गर्नुपर्छ हेलो आइफोन 17 ला राख भनेको आइफोन 17 नयाँ निक्लेको कस्तो लाग्यो गिफ्ट राम्रो लाग्यो ला यो चाहिँ रियल गिफ्ट हो ला भनेको के एक्सप्रेसन खोलेर त ढुङ्गा यस्तो नयाँ प्याकेटमा ढुङ्गा हुन्छ क्या ढुङ्गा लगाएको छ के हेर न हेर आलु लगाएको छ आलु आम्मामामा फोन कसको फोन टिपेर ल्याए फोन टिपेर ल्याएको होइन नयाँ किनेर ल्याइदिएको तेरो फोन छैन रहेछ भनेर बेनाको फोन ल्याएको होला नि हुन्छ यो भेनाको हो भेनाको त्यसकै छ त इस
यो है मैले नयाँ फोन किनिदिएको ल दोइसे के नदिने तेरो लागि हौ के न मेरो लागि तेरो फोन छैन रहेछ भनेर माया लागेर यहाँ आमाको फोन आमाको फोन चलाएर अन्त यो 17 आइफोन 17 पनि दियो ल यो दुइटा राख खुसी हुँदा यस्तो भएको फोन पाएर यति साह्रो खुसी भएको छ मैले फोन पाएर मैले फोन दिएर नयाँ हो है नयाँ धन्यवाद मैले सब चेक गरेर अनबक्सिङ गरेर चाहिँ ल्याइदिएको एयरपोर्ट सब छ बिल चाहिँ चेक नगर्नु कतिको हो अब बेसीको दिन नसके पनि अलिअलि कम्तीकै दिएको बिल पनि हेर्नु कतिको रहेछ यस्तो फोन दिने दिदी चाहिँ कहीँ भेट्दैन नि फेरि यहाँ फोन दियो गरे आमा हेर्न आउँदा आमा मैले यहाँ फोन गिफ्ट फोन आउनु नि फोन फोन किनिदिएको त हेर्नु आउनु नि भनेको मैले फोन किनेको यहाँनिर बिल रहेछ यो बिल चाहिँ हेर्नु हुँदैन जतिको भए पनि पैसाको मतलब होइन दिएको चाहिँ मतलब हुन्छ यहाँ मैले फोन दिएको छु गिफ्ट ठुलेको फोन छैन रहेछ भनेर आमाको थोत्रे चलाइरहेको रहेछ भनेर फोन देखा त आमालाई राम्रो रहेछ त अन्त नयाँ फोन पाएछ नयाँ फोन दामी रहेछ दामी कलर पनि दामी छ ब्लू कलर दामी रहेछ ल ल थ्याङ्क यू भन् थ्याङ्क यू भेरी मच आशीर्वाद रुनु पर्दैन नि त खुसीको आँसु झार्नु पर्दैन यो चाहिँ मैले गिफ्ट दिएको यहाँ फोन किन्दैछ मलाई फोन नयाँ फोन मैले गिफ्ट गरेको फोन हो यो यहाँ कस्तो रहेछ हेर्नु नि यहाँ कस्तो रहेछ हरियो देख्दैछ यो हरियो फोन गिफ्ट दिएको चारवटा आँखा भएको फर्स्टमा चाहिँ यो दिएको थियो मैले आइफोन 17 के चाहिँ आइफोन दिएको थियो आइफोन दिएको के चाहिँ के भयो यो क्यान्सल गरेको अरे यो आइफोन चाहिँ चाहिएन अरे दामी छ दामी नयाँ रहेछ त नयाँ त किनेर ल्याएको त कति हजार जस्तो लाग्यो 15,000 लाग्यो होला झन्डै 15,000 लाग्यो है ल गाइस यसको प्राइस चाहिँ गेस गर्नुहोस् तपाईँहरू कति पर्छ होला म प्राइस चाहिँ रिभिल गर्दैन यसको लागि गिफ्ट हो धन्यवाद भन् भने त अघि फेरि भन् न त धन्यवाद गाइस मैले गिफ्ट पनि दियो यहाँ बसेर कुरा गर्छु यो आइफोन चाहिँ चाहिँदैन अरे खासमा यो चाहिँ मेरै पहिला मेरो किनेको फोनको बक्स हो त्यो प्राङ्क गर्दै थियो उसको एक्सप्रेसन यो के भन्छ रियाक्सन चाहिँ त्यति यो भएन किनकि यति एक्सप्रेस गर्दैन रियाक्सन पनि देखाउँदैन क्यामेरा फ्रेन्डली पनि छैन त्यसले गर्दाखेरि सो हाम्रोबाट चाहिँ त्यो एकदम खतरा खालको रियाक्सन चाहिँ एक्सपेक्ट नगर्नु किनकि हामी चाहिँ एकदम काम खालको मान्छे हो उसको रियाक्सन चाहिँ ओ माई गड वाउ टाइपको चाहिँ थिएन किनकि नेचुरल हो उसको यतिकै हो ज्यान चाहिँ जति खुसी भयो भने यस्तो ओभर रियाक्सन चाहिँ देखाउँदैन सो भित्र त मनभित्रबाट त खुसी भयो होला तर बाहिरबाट चाहिँ उसले नदेखाएको सो स्टिल देन होइन इट्स कोही कोही बेला गिफ्ट दिनुपर्छ आफ्नो मान्छेलाई उसको चाहिँ एकदमै निड थियो फोन त्यसले गर्दाखेरि मैले चाहिँ सानो गिफ्ट दिएको हुन्छ प्राङ्क गर्नु खोजेको तर उसले थाहा भएछ मैले आइफोन चाहिँ एफोर्ड गर्न सक्दैन उसको लागि भनेर दिनु सक्दैन भनेर फर्स्टमै थाहा भएछ तर सेकेन्डमा चाहिँ उसले अब भित्रमा चाहिँ सक भएछ तर पनि रियाक्सन चाहिँ नर्मल थियो उसको खुसी अफकोर्स खुसी किन हुँदैन खुसी त भइहाल्छ नि तर हामी चाहिँ यति एक्सप्रेसिभ छैन नि त त्यसले गर्दाखेरि यस्तै हो नर्मल रियाक्सन अब भिडियो एडिट गर्छु अन्त अपलोड गर्छु एन्ड गाइस मैले चाहिँ आज चाहिँ एकदम वाट यो ग्रेसीको यो कति क्युट गरेर कसले किनिदिएको हौ कुन चाहिँ अङ्कलले हौ
खालि यो मुनि बस्छ यहाँनिर मुनि यहाँ माथि बस्नु नि हौ ह्यान्ड वास गर्यो Thank you so much for watching my vlog till the end. If you have not subscribed to my channel, do subscribe it. Till then, see you in the next vlog. Bye bye.